नमस्कार। आज इन्ड अफ आइडियोलोजी नामक शीर्षकमा म केही विचार विमर्श गर्न खोजिरहेको छु र अहिले संसारको प्याराडाइम कता केन्द्रित भइरहेको छ र यसको सारभूत कुरा के हुन सक्छ र योबाट उत्पन्न विभिन्न परिस्थितिहरू विश्व अन्तर्राष्ट्रिय राष्ट्रिय क्षेत्रमा देखिरहेका छन्। यसै सन्दर्भमा आज म अहिलेको युगलाई इन्ड अफ आइडियोलोजीको युगको रूपमा लिएर यसको बारेमा अलिकता विचार विमर्श गर्ने प्रयत्न गरिरहेको छु। खास गरी अहिले संसारमा पद्धति, विचार, दर्शन जस्ता विषयहरू गौण रहेका छन्। यो गौण रहनुका पछाडि सबैभन्दा ठुलो एउटा वेभ जो निर्माण भइरहेको छ त्यो एक प्रकारको जेनेरेसन वार जस्तो पनि देखिन्छ। संसारमा भएका तख्ता प्लटहरू र समाजको बनोट र विभिन्न आविष्कार, नयाँ प्रविधिले आविष्कार गरेका संयन्त्रहरूले राज्यका आर्थिक, सामाजिक र राजनीतिक संयन्त्रहरूमा कहाँ कहाँ के प्रभाव पारिरहेको छ, यी सन्दर्भहरूको सपाट रूप सम्भवतः आज विचारको अन्त्यको युग हो जस्तो मैले आफूले अनुभूति गरिरहेको छु। के आज संसारमा प्रजातन्त्र जस्तो छ? यसलाई हामी अलि सपाट रूपमा बुझ्ने प्रयत्न गरौँ। सबैभन्दा ठुलो प्रजातान्त्रिक शक्तिको रूपमा विकसित भएको 1990s पछि अमेरिकालाई हेर्ने गरेका छौँ। के आज अमेरिका प्रिन्सिपल अफ डेमोक्रेसीबाट के निर्देशित छ? यो एकछिन प्रश्न आज संसार सामु हामी डेमोक्रेसीको नाममा उठान गर्ने प्रश्नको रूपमा लिन सक्छौँ। अर्कोतर्फ के आज संसारको कम्युनिजमको ठाउँमा छ? यो पनि अर्को एकछिन प्रश्न हाम्रा बीचमा निम्तिन सक्छ। र रोजा लक्जेम्बर्गहरूले भने जस्तो समाजवादी क्रान्ति, के संसारको परिवेश आज समाजवादी क्रान्तिको धारतर्फ उन्मुख भएको छ? मलाई त्यो पनि लाग्दैन। यो पनि एउटा एकछिन प्रश्नको रूपमा विकसित भइरहेको छ। अथवा के संसारमा आज पनि के अटोक्रेसी रिभाइभ भइरहेको छ? त्यो पनि छैन। धेरै देशहरूमा हेर्दाखेरि डेमोक्रेटिक गभर्मेन्टहरू देखिन्छन्, तर डेमोक्रेटिक गभर्मेन्टका रवैयाहरू डेमोक्रेटिक खालका देखिँदैनन्। जस्तो अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्रलाई हेर्नुभयो र डेमोक्रेसीको प्रिन्सिपलमा रहनुभयो भने, अथवा त्यहाँको न्यायपालिका, त्यहाँको सदन, त्यहाँको सिनेट अथवा प्रधानमन्त्रीको भूमिका र त्यहाँका नागरिकहरूको जीवनस्तर र त्यहाँको चेतना, यी सबै कुरालाई हेर्नुभयो भने के अमेरिकाको पद्धति डेमोक्रेसी लक्षित छ? मलाई त्यो पनि लाग्दैन। सबैभन्दा पुरानो प्रजातान्त्रिक हामीले पनि अवलम्बन गरेको संसदीय प्रणाली बेलायतको संसदीय प्रणाली छ। तर बेलायतमा पनि कयौँ पटक तख्ताप्लट भइसकेका छन् र त्यहाँको जुन अझै कोभिड-19 पछिको समयमा जुन भाष्यहरू निर्माण भइरहेका थिए अन्तर्राष्ट्रिय जगतबाट कोभिडको सन्दर्भमा, होइन, कतिपयले मेनमेड भाइरसदेखि लिएर यावत कुराहरू, अनि त्यहाँको MI6 को कुरा आज हेर्न सकिन्छौँ एउटा इन्टेलिजेन्सको रूपमा, र बेलायतको पार्लिमेन्टको सन्दर्भमा पनि हामी हेर्न सक्छौँ। अलिअलि केही अंश डेमोक्रेसीको तत्त्व केही छ भने सायद त्यो बेलायतमा देखिन सक्छ। तर नत्र भने म चाहिँ डेमोक्रेटिक प्रिन्सिपलमा बेलायत पनि आज हो जस्तो लाग्दैन। र अधिकांश अन्य जो डेमोक्रेटिक प्रिन्सिपल मानिरहेका मुलुकहरू छन् तिनीहरू पनि डेमोक्रेटिक आधार स्तम्भमा चाहिँ छैनन्।
र रुल्स अफ लको कुरा पनि चलिरहन्छ। यो खास डेमोक्रेटिक कम्पोनेन्ट्सहरू अन्तर्गत पर्ने रुल्स अफ लका कुराहरू पनि। आज त्यो विधिको शासन पनि छैन, विधिको शासन पनि छैन, कानुनका उपयुक्त प्रयोगहरू पनि देखिँदैन। त्यो बढी स्वार्थमा केन्द्रित छन्, व्यक्तिगत स्वार्थ अथवा सङ्गठनात्मक स्वार्थमा बढी केन्द्रित छन्। र ओभरअल संसारका 8 अर्ब मान्छेहरूलाई डेमोक्रेटिक स्कुलभित्र एउटा योग्य सामर्थ्य र सक्षमयुक्त डेमोक्र्याटर्स बनाउने त्यो प्रयत्न चाहिँ देखिँदैन। बरु जाति, भाषा, लिङ्ग, आणविकता लगायतका प्रतिशोधात्मक द्वन्द्वतर्फ चाहिँ उद्वेलित भएको देखिन्छ। त्यसकारण मेरो कन्क्लुजन कहाँ हो भन्दा, त्यो इन्ड अफ आइडियोलोजीको स्टेटमा पुगेपछि डेमोक्रेसी पनि अन्ततः त्यो निष्क्रिय जस्तो देखिन्छ, अतिरञ्जित देखिन्छ, अश्लील देखिन्छ, अराजक देखिन्छ। त्यसकारण मेरो कन्क्लुजनले इन्ड अफ आइडियोलोजी त्यो बिन्दुलाई जोड्न प्रयत्न गरिरहेको छ। अब अलिकति कम्युनिजम प्र्याक्टिसमा पनि हेरौँ। सबभन्दा जनसङ्ख्याको आकारका दृष्टिकोणले चीनलाई कम्युनिजम मुलुकमा चाहिँ हामीले भन्न सकिन्छौँ। यद्यपि देङ सियाओपिङको उदयपछि सम्भवतः चीनमा पनि त्यो कम्युनिजम होइन, तर एउटा फ्ल्याग उसले राख्छ र एउटा सिद्धान्त भन्छ उसले, तर व्यवहारतः टोटल क्यापिटलिजम कन्सेप्ट भित्रै चीन पनि अभ्यास गर्छ। उत्तर कोरिया त्यसलाई कम्युनिजम भन्दा पनि त्यसलाई अटोक्रेसी भनियो भने उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। त्यो अटोक्रेटिक रिजाइम अन्तर्गतको चरित्रहरू त्यहाँभित्र देखिन्छ। म त्यसलाई चाहिँ अटोक्रेसी नै भन्छु, त्यसलाई खास कम्युनिजम भन्दा पनि। अब उत्तर कोरिया लगायतहरू पनि आज त्यो कम्युनिस्ट फिलोसफीमा भला उनीहरू होलान्, तर पनि त्यसको सान्दर्भिकता आज विश्वमा देखिँदैन। अब भेनेजुएलाको विषय केही अगाडि सुनिहाल्नुभयो, एउटा कहाँनिर पुगिहाल्यो। अर्को एउटा क्युबा, जहाँ फिडेल क्यास्ट्रो, राउल क्यास्ट्रो लगायतहरूले नेतृत्व गरेको मुलुक फिडेल क्यास्ट्रो। अर्थात् 1960-70 को दशकमा जुन पूर्वी युरोपका मुलुकहरूमा एउटा सोसियलिजम अथवा कम्युनिजमको जुन बिट थियो 90s को दशकपछि त्यो पनि रहेन। र अझै हामी 21औं शताब्दीको यो फरेज जकरियाले भने जस्तो द एज अफ रेभोल्युसनमा आइपुग्दा त, अथवा यो डिजिटल वर्ल्डमा हामी आइपुग्दा, अथवा एल्विन टफलरले भने जस्तो द एज अफ इन्फर्मेसनमा पुग्दै गर्दा अब हाम्रा वादहरू त लगभग समाप्तिको दिशातर्फ केन्द्रित भइरहेका छन्। अब यसका पछाडिका कारणहरूमा विभिन्न अवयवहरूले काम गरेको हुनसक्छ, तर ती अवयवहरू कसरी परिचालित छन् वा कसरी सङ्गठित भएर आइरहेका छन् वा तिनले आफ्नो प्रारूपता के प्रदर्शन गरिरहेका छन् र त्यसको नितान्त गन्तव्य कहाँ, यो भने पर्ख र हेरको स्थितिमा चाहिँ आजको विश्व छ। त्यसकारण मैले चाहिँ मेरो आफ्नो कन्क्लुजनले के भन्छ भन्दा, यो विचारको युगको समाप्तिको युग चाहिँ 21औं शताब्दीले यो विचारको पनि युगलाई, जुन हामी 400 वर्ष लामो विचारबाट प्रेरित थियौँ, जसलाई हामीले युनानी दर्शन वा एरिस्टोटल, प्लेटोसँग जोडेर हेर्छौँ, त्यो लामो अभ्यासको एउटा विधि प्रक्रिया वा विचार दर्शन 21औं शताब्दीको यो आँगनमा आएर चाहिँ बिट मारेको जस्तो देखिन्छ। त्यसकारणले पनि मेरो कन्क्लुजन इन्ड अफ आइडियोलोजी हो जस्तो मलाई लाग्छ। अब यी खास विचारहरूले काम गर्दैन समाजमा। तपाईँ सदनमा जानुहोस्, हरेक, खालि हाम्रो नेपालको सदनको मात्र विषय रहेन,
अन्तर्राष्ट्रिय सदनका सिनारीहरू हेर्नुहोस्, मञ्चहरू हेर्नुहोस्, फोरमहरूमा हेर्नुहोस्, कहाँनिर छ विचार दर्शन आइडियोलोजीको सैद्धान्तिक प्रयोग कहाँनिर छ? त्यो सीमित स्वार्थ सत्ता केन्द्रित छ, व्यक्ति केन्द्रित छ र अझै मनी ओरिएन्टेड, खास गरी क्यापिटलिजमलाई हतियार बनाएर निजत्व सम्पत्तिको भोगाधिकारमा चाहिँ वर्चस्व स्थापित गर्ने एउटा होडबाजी संसार सामु देखा परेको छ। र कमजोर मुलुक होस् वा व्यक्ति, त्यसलाई निहत्ता दास बनाउने र पुँजीको सम्भ्रान्तीयतामा शक्ति होडबाजी केन्द्र गरिरहेका शक्तिहरू चाहिँ हाबी हुने प्रयत्न भइरहेका छन्। त्यसकारण इन्ड अफ डेमोक्रेसी पनि हो यो। यसको सङ्केत इन्ड अफ डेमोक्रेसी पनि हो। जुन न्यू लिबरलिजम 91 पछिको विकसित क्रम हो, त्यो न्यू लिबरलिजमले अलिकति खस्काएको थियो डेमोक्रेसीलाई र 21औं शताब्दीकै बिचमा हामी पुग्दै गर्दाखेरि यसलाई भित्तामा नै पुर्याइदियो डेमोक्रेसीलाई। र कम्युनिजमहरू त अब बिस्तारै भारततिरबाट पनि विमुख हुँदै गएका स्थितिहरू देखिन्छ हैन। अन्य मुलुक भेनेजुएलाहरूको स्थिति पनि त्यस्तै देखिन्छ। अब हैन, अब भनौँ न केही पात्रहरूका कारणले कम्युनिजम रिभाइभ हुने सम्भावना त देखिँदैन, किनकि अब चाहे त्यो ममदानीको कुरा होस्, चाहे त्यो इब्राहिम टाउरेको कुरा होस् है, चाहे अन्य मुलुकमा केही प्रतिनिधि पात्रको रूपमा देखिएका पात्रहरूका कारणले त्यो पनि सम्भव भएन। त्यसकारण यो डेमोक्रेसी सँगसँगै कम्युनिजम इराको पनि समाप्तिको बेला हो, किनकि अब हामी डिजिटल वर्ल्डको नयाँ प्लेटफर्मभित्र प्रवेश गरिसक्यौँ र विभिन्न आइडियोलोजिजहरू जन्मिन खोजिरहेका छन्। तर संसारलाई लिड गर्ने कुनै तत्त्वबोध त चाहियो। तर त्यो तत्त्वबोध अब के जन्मिने हो त? यो चाहिँ पर्खर हेरेको स्थिति छ। एकातिर उइजिन ज्याक रुसोको भने जस्तो ब्याक टु द नेचरका कुराहरू पनि आउँछन्। मान्छेहरू आध्यात्मिक र सांस्कारिक जीवनतर्फ पनि धकेलिएका कुराहरू पनि देखिन्छन् हैन। अहिले त भजनहरू पनि, भजन क्लबहरू जस्ता चाहिँ विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ व्यापक रूपमा प्रयोग छन्। अझ नेपालमै एमआरआर ग्रुपहरू चाहिँ व्यापक रूपमा प्रयोग भइरहेका छन्। योग, साधना, ध्यान हैन, यी नेचरल जुन हाम्राका ऐतिहासिक जीवनचर्याहरू थिए तिनीहरूको पनि विकास भइरहेको छ। र अब हरेक मान्छे बोल्न सक्ने, प्रश्न गर्न सक्ने हैन, यी सबै कुराहरूको विकसित चरण भइरहेको छ। डिजिटल नेटिभ फोर्सहरू यसरी डेभलप भइरहेको छ कि उसले आफ्नो श्रम हैन, रोजगारीता, इन्ट्युसन्स, क्रिएटिभिटी आज यो एआईको युगमा ऊ आफैले देखाइरहेको छ हरेक युथहरूले। र एउटा पुरानो पुस्ता छ जसले वास्तवमा सामाजिक अथवा प्रजातन्त्रको मूल मर्म पनि बुझ्न सकेन र खास गरी कम्युनिजमको मूल मर्म पनि बुझ्न सकेन। त्यो पुस्ता चाहिँ बिस्तारै अब पराई दिशातर्फ चाहिँ केन्द्रित भइरहेको स्थिति छ। भन्दै गर्दा अब संसार कता जाने हो त? 21औं शताब्दीले संसारलाई कता डोराउने हो त हैन भन्ने कुराहरू महत्त्वपूर्ण छ। अब कन्ज्युमेरिजमका कुराहरू, जुन पुँजीवादभित्रका तत्त्वहरू केही थिए, कन्ज्युमेरिजम हैन, उपभोक्तावादहरू हैन, अब डेरिडाहरू लगायतले बोलेको जस्तो पोस्ट मोडर्निजमका कुरा, उत्तराधुनिकवादका कुराहरू पनि अब समाप्तिको दिशातर्फै गइरहेका छन्। तर ती सबै कुराहरू, ती विचार दर्शन हैन, एउटा दृष्टिकोणमा आधारित विचारधाराहरू थिए जसले चाहिँ आजको युगसम्मको युगलाई चाहिँ निर्देशित गर्दै आए। त्यसको अभ्यास हुँदै गयो। तर अब उपभोक्तावाद त छ आज हैन, तर हिजोको जस्तो कुनै एउटा रिटेलरसँग, होलसेलरसँग वा कुनै एउटा बिग सपमा हैन कन्ज्युमर्सहरू गएर चाहिँ परचेज गर्ने जुन क्यापेसिटीको मेन्टेन थियो, अब त्यो त हाम्रो डिजिटल प्लेटफर्महरूमा निर्मित भइरहेको छ। अब मान्छेले आफूलाई खाने कुराहरू पनि अनलाइन थ्रु चाहिँ उसले चाहिँ मगाउन खोजिरहेको छ। भन्नुको अर्थ डिजिटल वर्ल्डभित्र मान्छे प्रवेश गरेको छ र डिजिटल वर्ल्ड सँगसँगै मान्छेहरूले चाहिँ आफ्ना
उपभोक्तावादका कुराहरू हुन्, कन्ज्युमरिज्म क्यापेसिटीका कुराहरू हुन्, अथवा आफ्नो विचार प्रयोगको कुरा होस्, आज विरोधहरू कहाँबाट आउँछन् भन्दाखेरि सोसियल साइट्सहरूबाट हैन। मान्छेले प्रविधिलाई प्रयोग गरिरहेछ, प्रश्न उठाइरहेको छ, सत्ताले यो गरेन अथवा सत्ताले यो गर्यो हैन, रिवार्ड पनिसमेन्ट दुइटै आइरहेको छ। अब कतिले यसलाई चाहिँ अहिलेको यो 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 डिजिटल इम्प्याक्टलाई, यो डिजिटल रूपान्तरणलाई अब यो अल्गोरिदम भाषियो। अल्गोरिदमका दुईवटा पाटा मैले पहिले पनि विश्लेषण गरेका थिएँ। हिजोको हाम्रो जति बेला प्रविधिको विकास भएको थिएन त्यति बेला पनि अल्गोरिदम प्र्याक्टिसमा थियो। केन्द्रको नेताले एउटा शब्द प्रयोग गर्छ, तलको कार्यकर्ताहरूले त्यसैलाई बोकेर हिँड्छ, त्यो पनि एउटा अल्गोरिदम थियो क्या हैन। पार्टीले एउटा 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 निर्णय गर्छ, त्यो निर्णय चाहिँ सही गलत छुट्याउने भन्दा पनि त्यो निर्णयका पछाडि चाहिँ भिड लाग्छ भन्नुको अर्थ त्यो पनि एउटा प्रकारको अल्गोरिदम थियो। तर म फेरि अल्गोरिदम भनेर अल्गोरिदमलाई इन्कार गर्न सक्दिनँ, किनकि यो हामीले ल्याएको विषय रहेन। यो त 21औं शताब्दीले ल्याएको डिजिटल वर्ल्डभित्रको एउटा तत्त्व मात्र हो। यस्ता अनेकौँ प्रभावहरू विकसित हुँदै जानेछन् संसारमा। तर यो अल्गोरिदमलाई हामीले चाहिँ सकारात्मक रूपमा चाहिँ कति प्रयोग गर्न सक्ने हैन, मानव कल्याणयुक्त कति गर्न सक्ने, अथवा हरेक मान्छेहरूलाई चाहिँ सेवामुखी बनाउनलाई यो अल्गोरिदमलाई कसरी प्रयोग गर्ने भन्ने चाहिँ विचार विमर्श चाहिँ हामीसँग छ। तर हामी अल्गोरिदम सब कुरा चाहिँ गलत हो भन्ने कुराबाट चाहिँ बाहिर निस्किनुपर्छ। त्यसकारण मैले अहिले जोड्दै थिएँ, हिजो पनि हाम्रो व्यवहारिक रूपमा एउटा पार्टीले, एउटा नेताले हैन गरेको निर्णयलाई हामीले हुबहु पालना गर्नुपर्ने त्यस्ता दिनहरू थियो, त्यो पनि एक प्रकारको अल्गोरिदम नै थियो। तर आज डिजिटल रूपमा आइरहेको छ त्यो अल्गोरिदम पनि। तर त्यो अल्गोरिदम ब्याड हुन्छ भन्ने कुरा होइन, हामीले कसरी ग्रहण गर्न सक्छौँ र त्यसलाई कसरी संस्कारिक गर्न सकिन्छ। यस्ता उदाहरणहरू देखिएका छन् कतिपय राम्रो हैन। हिजो मात्र उदाहरण हेरौँ न, दिपाश्री नेरोलाको हस्पिटलमा चाहिँ उहाँको चाहिँ अपरेसन भयो हैन। भन्नुको अर्थ समग्र नेपालका कलाकारिता क्षेत्रको आँखा दिपाश्री नेरोला, उहाँ त बिरामी हुनुभएको रहेछ, अपरेसन गर्नुपर्ने भयो हैन, गर्न सक्ने के सेवा गर्न सकिन्छ, के सहयोग गर्न सकिन्छ, सहयोगका भावहरू यसरी चाहिँ अल्गोरिदमलाई चाहिँ डिफाइन गरियो भने चाहिँ एब्सोल्युटली बेटर डिसिजन्स हुन्छ। तर हैन अब कसैले कुनै एउटा हुबहुले दिपाश्री नेरोला चाहिँ यस्तो गरेको उस्तो गरेको यो भनेर ब्याड अल्गोरिदम प्रयोग गर्यो भने ब्याड हुन्छ। यो त स्वाभाविक, यही नै हो संयन्त्र। त्यसकारण मैले उदाहरण मात्र दिए हो। र यो अल्गोरिदम युग डिजिटल वर्ल्डभित्र प्रवेश गरेको छ र यसलाई पनि हामीले पोजिटिभली लिन सकिन्छ हैन। अब मैले त धेरै अगाडिदेखि 5-6 वर्ष 7 वर्ष अगाडिदेखि नै चर्चा गरिरहेको एकजना पात्र द थर्ड वेभ अफ डेमोक्रेसीमा चाहिँ एल्भिन टफलरको, हुन त यो थर्ड वेभ अफ डेमोक्रेसीको बारेमा सेमल पी हटिङटनले पनि कुरा गरेका छन्, तर त्यसमा विषय प्रसङ्गहरू अन्यत्र छन् सेमल पी हटिङटनको थर्ड वेभ अफ डेमोक्रेसीमा। तर यो थर्ड वेभमा उनले अङ्कित गरेको जुन 3टा युगमा उनले कृषि, औद्योगिकरण र खास गरी डिजिटल सूचना सञ्चार क्षेत्रसँग जोडेका छन् एल्भिन टफलरले। 1970 को दशकमा प्रकाशित भएका उनका बारम्बार पुस्तकहरूमा इन्डिकेट भएको सबैभन्दा लोकप्रिय अध्ययन सामग्रीको रूपमा रहेको थर्ड वेभ नै हो। र त्यो पुस्तकमा उनले इन्डिकेट गरेको जुन कुरा थियो त्यो आज देखिरहेको छौँ, हामीले देखिरहेका छौँ हैन। अब अमेरिकन भारतीय मूलका अमेरिकन फरेद जकरिया लगायतहरूले एज अफ इन्फर्मेसनको रूपमा भाष्य प्रयोग गरिरहेका छन्। अब हामीले यो डिजिटल रूपमा आइरहेको प्रभावहरू इन्टरनेट थ्रु, कम्प्युटरको थ्रु, अल्गोरिदमको थ्रु हैन, सूचना र सञ्चारको थ्रु आएको युगलाई अब कसरी विचार ओरिएन्टेड युगमा कन्भर्ट गर्न सकिन्छ र कुन विचार प्रयोग गरेर अब समाजलाई सही मार्ग विश्वव्यापी रूपमा लान सकिन्छ भन्ने विचारको खोजी चाहिँ हुनुपर्ने बेला हो। यो बेलामा चाहिँ यो खोजिनुपर्ने स्थिति चाहिँ हो, किनभने अब 400 वर्षको जुन बात थियो कन्स्टिट्युसनलिजम, डेमोक्रेसी अथवा चाहिँ हैन अटोक्रेसी अथवा कम्युनिजम, सोसियलिजम, यी यावत कुराहरूका त संसारमा प्र्याक्टिस भइसके। यी प्र्याक्टिसहरूमा कतिपय सफल भए, कतिपय असफलहरू भए। तर अब यो भन्दा भिन्न विचार जसले 8 अर्ब संसारका मानव जातिहरूलाई
डोराउनका लागि प्रयोग हुन्छ त्यो विचार के हो त? त्यसको विचार विमर्शको सायद यो अन्तिम यो 21औं शताब्दीले प्रारम्भ गर्दैछ। त्यो विचार र आइडियोलोजीको खोजी 21औं शताब्दीले गर्न खोजिरहेको छ है। किनकि अब यो डिजिटल युगको जुन चरम उत्कर्ष एक समयसम्म पुग्छ। मैले बारम्बार भनेको छु, कहिलेकाहीँ धेरै साथीहरूले मलाई तर्क पनि गर्नुभएको थियो, जुन स्प्रिङ रेभोल्युसन पछि आएको जेनजीसम्मको जुन फोर्स हो, डिजिटल फोर्स, यसको पनि एउटा सीमित अवधि हुन्छ। जस्तो बङ्गालको खाडीबाट उत्पन्न भएको कुनै पनि आँधी, त्यसको अब 160, 200, 250 कतिको स्पिडमा आउँछ। त्यो जबसम्म हिमालमा गएर ठोकिएर त्यसको शक्तिको सञ्चितीकरणको ह्रास हुँदैन, तबसम्म त्यो चाहिँ त्यो फोर्स चाहिँ त्यो एउटै विन्डमा हुन्छ। त्यसले कति बढार्छ, कति बिगार्छ, कति भत्काउँछ अथवा कति बनाउँछ, यी कुराहरूको समीक्षा गर्न सकिन्छ। तर जुन दिन त्यो वेभ त्यहाँ गएर ठोकिएर त्यसको शक्तिको ह्रास हुन्छ, त्यो ह्रास भएका दिन चाहिँ पुनः फेरि तलबाट बेस ग्राउन्डबाट चाहिँ मन्थन गर्ने एउटा समय आउँछ। त्यसकारण यो द एज अफ रेभोल्युसन र द एज अफ इन्फर्मेसनलाई त्यो वेभ हो। यो वेभ अब हिँडिरहेको छ, यो एउटा रफ्तारमा हिँडिरहेको छ। यो कहिले कुन स्थिति र कुन सिचुएसनमा गएर त्यो हिमालमा ठोकिएर स्खलित हुन्छ, त्यसपछि फेरि नयाँ एउटा पूर्वाधारको निर्माण, वैचारिकताको निर्माण चाहिँ त्यहाँबाट त्यो जगबाट हुन्छ। अब यसलाई कतिपय रूपमा मान्छेले डाइलेक्टिकल मेटेरियलिजमको उदाहरण पनि दिन खोज्या हो कि जस्तो पनि लाग्न सक्छ, तर नट एट अल होइन। म त्योसँग होइन, मेरो साधारण मैले सामान्य विज्ञानको जुन बेगको कुरा गरेँ, यसलाई मात्र इङ्गित गरे हो। सो मेरो कन्क्लुजन त्यसकारण मेरो आफ्नो सन्दर्भ इन्ड अफ आइडियोलोजी पनि हो है। डेमोक्रेसी जस्तो भएन, कम्युनिजम जस्तो भएन होइन, सोसियलिजम जस्तो भएन, अटोक्रेटिक सिस्टम जस्तो भएन। यी नहुनुको पछाडिको मूल तत्त्व कहाँ हो त भन्दा संसार पोलराइजेसनतिर गइरहेको बहुध्रुवीय विश्व र अझै मल्टिपोलर विश्वतर्फ चाहिँ केन्द्रित भइरहेको स्थिति, शक्तिको होडबाजीमा चाहिँ ठुला युद्धहरू भइरहेका स्थिति होइन, प्रक्सी वारहरू निर्मित भएको मध्यपूर्वको देख्यौँ हामीले, इभन भेनेजुएलाका काण्डहरू देख्यौँ। इभन हाम्रै यो दक्षिणी गोलार्धभित्र पनि विभिन्न कन्फ्रन्टेसन्सहरू देखिरहेका छौँ। पोलिटिकल प्याराडाइमहरू सिफ्ट भइरहेका छन् होइन, सत्ताहरू निर्मित हुने, भत्किने यो निरन्तर क्रमहरू पनि जारी भइरहेको छ। र आजका हाम्रा अभ्यासहरू, हाम्रा मनोवैज्ञानिक रूपमा हामीले हिजो ग्रहण गर्ने जुन किताबी पठन पाठनका संस्कृतिहरूबाट निर्देशित भएको ज्ञानको जुन भण्डारण स्रोत केन्द्र थियो, त्यो स्रोत केन्द्रका साधनहरू पनि अब बिस्तारै लोप हुँदै गएका छन्। अब हामी कहाँ जाँदैछौँ भन्दाखेरि च्याट जिपिटीतिर जाँदैछौँ, जेमिनीतिर जाँदैछौँ, अथवा एल्गोरिदमका आर्टिफिसियल इन्टेलिजेन्सले निर्मित गरेर ल्याएका नयाँ अवयवहरूका अस्त्र र शास्त्रहरूमा चाहिँ हामी लिप्त भइरहेका छौँ। अब यसबाट मान्छेले ज्ञान लिने भयो, एआईलाई प्रयोग गरेर उसले चाहिँ आफ्ना होमवर्किङ टुल्सहरू निर्माण गर्ने भयो होइन, उसका अध्ययनका सामग्रीहरू बनाएर र विचार पनि त्यसले निर्देशित गर्ने भयो होइन। यो डिजिटल एज र डिजिटल एज अफ रेभोल्युसनको समय अवधि रहन्जेल हामी यही समय र परिवर्तन सँगसँगै गुज्रिन पर्ने भयो होइन। योभन्दा हामी बायस नेसका कुराहरू, तर्कहरू गऱ्यौँ भने त्यो समाजमा खासै उपयुक्त पनि ठहर्दैन, त्यो खासै आवश्यक युक्त पनि ठहर्दैन, त्यसलाई पत्याइदिँदैनन् मान्छेहरूले होइन। त्यसको खास समाजमा कुनै तात्विक बोध पनि हुँदैन। तर त्यो त सामान्यकृत सरलकृत मान्छेहरूका लागि मात्र एउटा ठुलो पपुलेसनका लागि हो। तर समाजमा त फेरि विचारको होइन, दर्शनको अथवा आइडियोलोजीको अथवा सिद्धान्त त्यहाँभित्र भएका मीमांसाहरूको खोजमा मान्छेहरू चाहिँ भौतारिरहेका पनि केही हदसम्मका मान्छेहरू छन् जो नवीनतम आविष्कारका पक्षमा
नयाँ विचारहरूका खोजीमा कुदिरहेका मान्छे छन्। उनीहरूले चाहिँ विभिन्न पुस्तकहरू होइन साहित्य मार्फत कला मार्फत आफ्ना प्रस्तुतिहरू चाहिँ निर्वाह गरिरहेका छन्। त्यो एउटा स्वच्छन्दताको एउटा वातावरण चाहिँ खास गरी थिङ्क ट्याङ्कर्सहरू होइन अलिकता कलम चलाउनेहरू अथवा अलिकता पुस्तक पढ्नेहरू मान्छेहरूको समाजमा चाहिँ त्यो चाहिँ एक्जिस्ट गरिरहन्छ र उत्तरार्धमा त्यसैले विचारको प्रतिपादन गर्दछ। उत्तरार्धमा गर्ने त्यही नै हो। राजनीतिले खास कुरा जन्माउँदैन। खास गरी ती विचारकहरूका प्रयोगहरूले निर्मित गरेको जब एउटा सोलिड वस्तु उत्पादित हुन्छ त्यसलाई राजनीतिक कर्मीहरूले प्रयोग गर्छन् र त्यसलाई चाहिँ आफ्नो सङ्गठनको स्वरूप बनाउँछन् र त्यो उत्तरार्धमा एउटा वैचारिक दर्शन बन्न जान्छ होइन। यो परम्परादेखि नै यसरी नै हुने हो। खास गरी हाम्रो भागवत गीताको कुरा गरौँ अथवा महाभारतको कुरा गरौँ रामायणका कुरा गरौँ होइन त्यो लेख्ने अथवा त्यो कथा लेखनका सन्दर्भमा ती समेटिएका अभिलेखित गरेका अभिसङ्ग्रहित गरेका कुराहरूलाई चाहिँ जब हामी बाहिर लिएर जान्छौँ त्यो सङ्गठनले त्यसलाई क्यारी आउट गर्छ र त्यो पब्लिक सामु चाहिँ विस्फोटन भएर जान्छ अनि त्यो स्वतः त्यो एउटा आइडियोलोजी अथवा विचार अथवा दर्शन भएर चाहिँ त्यसले आफ्नो निर्माण गर्दछ होइन आफ्नो स्तम्भ चाहिँ निर्माण गर्दछ। त्यसकारण अब अहिले हामी चाहिँ जति मार्क्सवादका कुरा गरे पनि जति प्रजातन्त्रका कुरा गरे पनि जति हामी अटोक्रेसीका कुरा गरे पनि जति सोसियलिजमका कुरा गरे पनि जति हामीले पोस्ट मोडर्निजमका कुरा गरे पनि होइन क्यापिटलिजमको पनि यो अन्तिम चरण हो। अब एकपटक चाहिँ यो डिजिटल प्लेटफर्महरू सँगसँगै पुँजीवादको चाहिँ चरम उपभोग पनि यही कालखण्डमा हुन्छ। त्यसपछि यो पनि यो भित्तामा टाँसिन पुग्छ। यो पुँजीवाद पनि भित्तामा टाँसिन पुग्छ। अनि मान्छे के हुन्छ भन्दाखेरि यो पुँजीवादले के निर्माण गर्छ भन्दा तपाईँको शिक्षालाई भ्रमित पारिदिन्छ। शिक्षालाई तपाईँको चेतनालाई मनी ओरिएन्टेड बनाइदिन्छ। अर्थात् तपाईँ स्वार्थसँग जीविका निर्वाह गर्न सक्ने सामर्थ्य तपाईँसँग विकसित हुनुभयो भने तपाईँ यु क्यान होइन एलाइभ भनौँ न यो संसारमा तपाईँ एक्जिस्ट हुनुपर्छ भन्ने खालका नेरेटिभहरू भरिदिन्छ। अनि स्वास्थ्यमा के गरिदिन्छ भन्दा पैसाका मनज्ञ स्रोतहरू र पैसा मनी ओरिएन्टेड हुने बित्तिकै त्यसले के गर्छ भन्दा त्यसले तपाईँहरूलाई बजारमा पाइने सबै कुराहरूको कन्ज्युमरिजमको क्यापेसिटीलाई वृद्धि विकास गर्छ र त्यसले के गर्छ भन्दा अब तपाईँ बिस्तारै होइन बजारमा डिपेन्ड हुनुहुन्छ अनि आफ्नो जे हिजो गरिराख्नु भएको थियो जस्तो कृषि पशुपालन अथवा चाहिँ आफ्ना रैथाने कला संस्कृतिहरूमा रमेर एउटा जीविकोपार्जन गर्नुभएको थियो अब तपाईँलाई आधुनिकीकरणको नाममा चाहिँ त्यसले कहाँ पुर्याइदिन्छ भन्दाखेरि तपाईँलाई विलासी उन्मुख बनाइदिन्छ अनि रोग मानसिक खालका रोगहरू दीर्घजीवी खालका रोगहरू होइन विभिन्न चाहिँ तपाईँको चाहिँ हरू गराइदिन्छ। अनि तपाईँहरूलाई चाहिँ तपाईँ हामीलाई त्यसले पनि ग्रसित बनाइदिन्छ। अनि के गर्छ भन्दा पैसा कमाउने वारहरू गराउँछ। वारहरू गराउँछ हात हतियारहरू बिक्री वितरण गर्छ। यो निरन्तर प्रक्रिया यो त आजबाट त होइन चलिरहेछ। किनभने हामी 21औं शताब्दीको नौलो विचार के हो त भनेर खोज्दै हिँड्दै गर्दा यी विचारहरू समाप्त पार्नका निमित्त त द्वन्द्वहरू त हुन जरुरी छ। फेरि होइन यसले उत्तरार्धमा यसले अन्तिममा पुर्याउला विश्वयुद्धसम्म पुर्याउला होइन। विश्वयुद्धमा पुगेपछि फेरि शून्यमा गएपछि फेरि नयाँ एउटा संयन्त्रतर्फ लैजाउँला जाला मुलुक जाला होइन। तर प्रयासरत त्यता देखिन्छ। विश्वयुद्ध गराउन खोजेको विभिन्न प्रक्सिवारहरू मार्फत चाहिँ युद्धहरू गर्ने प्याराडाइमहरू सिफ्ट गराउने अनि ग्लोबल अर्डर मेन्टेन गर्ने र बहुध्रुवीय विश्वमा चाहिँ आफ्नो वर्चस्व स्थापित गर्नका निमित्त ससाना मुलुकहरूमा अशान्ति अराजकता विभिन्न कुराहरू चाहिँ प्रभाव पारेर मानव जातिहरूलाई चाहिँ ध्वस्त बनाइदिने होइन। ती पुराना विचारहरूलाई ध्वस्त बनाइदिने अनि त्यसपछि नयाँ पालुवाहरू सृजित गर्ने त्यो एउटा इन्टरनेसनल वेबको रूपमा चाहिँ विकसित भएर आएको छ। यी कुराहरू सँगसँगै हामी सचेत र सजग हुँदै हामीले आएका चिजहरूलाई सकारात्मक रूपमा ग्रहण गर्ने र वास्तवमा हो अब चाहिँ नयाँ पिँढीले नयाँ संसार देख्नुपर्छ। त्यो कस्तो संसार हुनेछ होइन कस्तो संसार हुनेछ कस्तो विचारले समाजलाई निर्देशित गर्नेछ र कस्तो खालको सांस्कृतिक पद्धति अबको वैचारिक युगमा चाहिँ निर्मित हुनेछ भन्ने कुराहरू चाहिँ निर्धारण हुँदै जाने र विचारकहरू खास गरी लेखकहरू विचारकहरू दार्शनिकहरू जसले काम गरिरहेका छन् यसका सन्दर्भमा उनीहरूले पनि यस्तो व्यवस्थाको परिकल्पना गर्न सक्नेछ कि 7-8 अर्ब संसारका नागरिकहरू चाहिँ एउटा भनौँ न
स्वतन्त्र रूपमा, निष्पक्ष रूपमा, शान्त रूपमा, भयरहित रूपमा होइन उसको भनौँ न प्राकृतिक रूपमा उसले पाएका अधिकारहरू घाँसपात कपासहरूको सुनिश्चित हुने खालको त्यो परम्परामा विकसित हुने खालको होइन साधना ध्यान लक्षित कार्यक्रमहरूमा निर्देशित भएको त्यस्तो खालको व्यवस्थाको परिकल्पना संसारमा भयो जस्तो लाग्छ र त्यो पक्कै पनि त्यो व्यवस्थाको प्रभाव चाहिँ देखिनेछ। यही हामी 21औं शताब्दीकै पिँढीमा हाम्रै पिँढीले देख्नेछ। अब यो धेरै लामो समय पनि नजाला। यसरी चाहिँ सत्ताहरू चाहिँ प्याराडाइमहरू चेन्ज हुँदै गएका स्थिति छन्। त्यसकारण मेरो कन्क्लुजन फेरि पनि मैले जोड्या, जो हामी लामो समयदेखि प्रयोग गर्दै आएका व्यवस्थाहरू छन् ती सबै स्खलित छन्, ती विचलित छन् र तीहरू चाहिँ पुराना भइसकेर अभ्यास गरेर मान्छेहरू चाहिँ त्यसबाट निराश भएको कारणले त्यतातर्फ चाहिँ आकर्षित हुँदैनन्। र अब हाम्रो चरण भनेको चाहिँ हामी ग्लोबल नलेजतिरै जानुपर्छ र खास गरी हामी डिजिटल सेन्ट्रिक वर्ल्ड जुन यसको वेब छ कहाँसम्म पुग्ने हो त्यो समयसम्म हामी यसैको सारथी भएर हिँड्नुपर्ने छ। र जेनेरेसन जुन एउटा वार चलिरहेको छ जुन पुस्ता उमेरका हिसाबले अनि पनि थोरै मैले जोडेका थिएँ। कोभिडको बेलामा पनि यो प्रसङ्ग आएको थियो। विश्वका कयौँ विद्वानहरू ब्रस्ट लगायतका अमेरिकन दार्शनिकहरूले पनि चर्चा गरेका विषय थिए। यसले चाहिँ एउटा चरणका पुस्ताहरूलाई चाहिँ एफेक्ट गर्छ, किनकि ऊ ग्रसित विभिन्न रोगहरू ग्रसित गरेर ठुलो उमेर पार गरेको छ। अनि यो अवस्थामा उसलाई सबैभन्दा उसको इम्युनिटी क्यापेसिटी पनि कम हुने र यही बेलामा गर्छ। त्यस कारणले यो 50-60 भन्दा माथिका मान्छेहरू चाहिँ बढी प्रभावित हुन्छन् भने त्यो तथ्याङ्कले पनि, जस्तो बेलायतकै एउटा तथ्याङ्क मैले हेरेको थिएँ, त्यहाँ पनि होइन जो ओभरएजका लिमिटेसनका थिए धेरै अत्याधिक मान्छेहरू त्यस्ता खालका मान्छेहरू होइन किन त्यस्ता खालका मान्छेहरूलाई प्रभावित परे। र अझै खास गरी अझ कतिपयका कुराहरूमा अब यो कति कन्स्पिरेसी होला, हामीले पनि सुनेकै कुराहरू भए। त्यतिको बेलामा चाहिँ मैले केही बेलायततिर कुरा गर्दा अथवा युरोपतिरका केही साथीहरूलाई चर्चा गर्दै गर्दा त्यहाँका म्यागजिनहरूमा आएका कुराहरू सुन्दै गर्दा खास गरी यो पेन्सनर कम्युनिटी का लेभलहरूका मान्छेहरू, किन त्यो 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 रोगले चाहिँ भनौँ न कोभिडले चाहिँ पेन्सनर प्राप्त गर्ने समूहहरूलाई चाहिँ लक्षित गरेको भन्ने कुराहरू पनि आएका थिए। अब यो कति कन्स्पिरेसी हो कति ट्रुथ हो आई डोन्ट नो है, तर त्यति बेला मैले बुझेको कुरा। अनि त्यो के हुँदो रहेछ भन्दाखेरि राज्यलाई ठुलो भार, अर्थतन्त्र स्खलित हुँदै गएपछि राज्यलाई त ठुलो भार हुने भयो। अनि जो चाहिँ राज्यबाट चाहिँ सेवा सुविधाहरू प्राप्त गरिरहेको छ त्यो वर्ग चाहिँ त्यसको भनौँ प्रिजनभित्र पर्यो भने राज्य त फ्री हुने भयो होइन, दायित्व कम हुने भयो राज्यलाई भन्ने खालको कुराहरू पनि देखिएको थिए। त्यसकारण अब यी सबै कुराहरूका प्रभावहरू छन् है विश्वमा, तर नयाँ विचारको खोजी हुन जरुरी छ। अब प्रजातन्त्र ले खासै वर्क संसारमा गर्छ जस्तो पनि लाग्दैन। अब समाजनिज्म, सोसियलिज्म, कम्युनिज्म यी शब्दहरू जुन प्रयोगमा थिए यो लामो युनानी दर्शन पछिको आजको चरणसम्मको जुन प्रयोग थियो, अब यसको पनि सायद उत्तरार्धको समय हो जस्तो मलाई लाग्छ। एउटा वार विश्वयुद्धको अवधिसम्म यसले पुरिरहेको छ जस्तो मलाई लाग्छ। त्यसपछि चाहिँ बिस्तारै यी विचारहरू चाहिँ स्खलित हुने र परिमार्जित भएको आजको समय सापेक्षित समय सुहाउँदो र पर्यावरण सुहाउँदो मानव कल्याणयुक्त खास गरी लोक कल्याणकारी युक्त खालका अभ्यासहरू चाहिँ संसारले देख्न पाउनेछ जस्तो मलाई लाग्छ। आजको सन्दर्भमा यो युट्युबमा पनि सम्प्रेषित होला, तथापि आजको यो भिडियोलाई मैले यहाँहरूको बिचमा यिनै कुराहरू, यो इन्ड अफ आइडियोलोजी एक युगको समाप्त, मैले अखबारहरूमा पनि धेरै पटक लेखिसकेका लेख भएको कारणले यी लेखका सारांशहरूलाई मैले 21औं शताब्दीसँग दाँजेर नयाँ विचारको खोजी गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै यहाँहरूको बिचबाट म आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।